फाइनली आजको भिडियोमा चाहिँ म पोको F8 Pro को बारेमा चाहिँ कुरा गर्न जाँदैछु। यो फोन चाहिँ केही टाइम अगाडि नेपालमा लन्च भएको थियो। यसको चाहिँ 512 GB वाला भेरिएन्टको प्राइस चाहिँ नेपालमा ठ्याक्कै 1 लाख रुपैयाँ पर्छ। सो त्यो प्राइसको हिसाबले चाहिँ पोको F8 Pro राम्रो फोन छ त गेमिङको लागि। एकदमै लामो टाइमदेखि चाहिँ मैले यो फोनलाई टेस्ट गरिरहेको छु। सो आजको भिडियोमा चाहिँ म तपाईलाई क्लियरली भन्न सक्छु यो फोन चाहिँ अन्डर 1 लाख लिनको लागि ठिक छ कि छैन। सो ढिला नरिकन यो फोनको चाहिँ हामी रिभ्यूतिर जाम। सबैभन्दा पहिला चाहिँ मलाई पोको F8 Pro मा चाहिँ यो पाली मन परेको भनेको चाहिँ नर्मली पोकोको पहिला आउने फोनहरु चाहिँ गेमिङ फोन भनेर टार्गेटेड हुन्थ्यो। यो पाली पनि टार्गेटेडै छ। तर पहिलाको फोनहरु चाहिँ अलिकति ठूलो साइजको अलिकति हातमा लिँदाखेरि त्यस्तो प्रिमियम वाला फिल चाहिँ आउँदैन थियो के। सो पोको भनेको चाहिँ बजेट प्राइसमा तपाईलाई राम्रो परफर्मेन्स दिने ब्रान्ड हो नि त। सो त्यो भइसकेपछि चाहिँ अलिकति कस्ट कटिङ जस्तो लाग्थ्यो। हातमा लिँदाखेरि चाहिँ त्यो वाला प्रिमियम फिल चाहिँ आउँदैन थियो जुन चाहिँ हामीले फ्ल्यागशिप फोनहरुमा पाउँथ्यौं। यो पाली चाहिँ अलिकति डिफरेन्ट छ कुरा। सुरुमा त म अलिकति सरप्राइज भएको भनेको चाहिँ एज अ गेमिङ फोन भइकन पनि यो फोन हातमा लिँदाखेरि एकदमै प्रिमियम छ अनि कम्प्याक्ट साइजमा छ। यो फोन आउँछ क्वालकम स्न्यापड्रागन 8 इलाइट को साथमा अनि यो प्रोसेसर भएको चाहिँ हामीले त्यस्तो धेरै कम्प्याक्ट साइजमा चाहिँ नेपालमा अप्सन पाउँदैनौं। एक त अन्डर 1 लाखमा यो एउटा मात्र अप्सन हो 8 इलाइट भएको। अर्को यो कम्प्याक्ट साइजमा पाउनु भनेको चाहिँ त्यो चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो र राम्रो पनि लाग्यो। सो हातमा लिँदाखेरि चाहिँ तपाईलाई प्रपर एउटा प्रिमियम फोन बोकेको जस्तो डेफिनेटली फिल आउने वाला छ। साइडको फ्रेमहरु तपाईले मेटल फिनिशिङमा पाउन सक्नुहुन्छ, एकदमै राम्रो छ। अर्को तपाईले पछाडीपट्टि हेर्नुभयो भने डिजाइन बाइ बोस भनेर चाहिँ यसको डुअल स्टेरियो स्पिकरमा चाहिँ यो पाली बोसको ट्युन्ड गरेको स्पिकर छ। अनि स्पिकरको परफर्मेन्स तपाईले डेफिनेटली यो भन्दा अगाडिको पोको F7 सँग चाहिँ कम्पेयर गर्नुभयो भनेदेखि चाहिँ धेरै नै तपाईले इम्प्रुभमेन्ट चाहिँ पाउन सक्नुहुन्छ पोको F8 Pro मा। सो तपाईले चाहिँ यहाँ हल्का बेस भएको वाला बुम बुम वाला साउन्ड आउने नै स्पिकर पाउन सक्नुहुन्छ। आइफोन को लेभलको त छैन तर पनि यो एन्ड्रोइड फोनको हिसाबले चाहिँ राम्रो स्पिकर मानिन्छ, स्पेशली गेमिङ फोनको हिसाबले। अब यो फोनको चाहिँ कम्प्याक्ट साइज हुनुको पछाडी चाहिँ यसको ब्याट्री छ 6210 मिली एम्प आवरको ब्याट्री पाउन सक्नुहुन्छ। केही वर्ष अगाडि चाहिँ यतिको साइजमा यो ब्याट्री भनेको एकदमै ठूलो मानिन्थ्यो। तर रिसेन्टली लन्च भएको पोको X8 Pro Max मा चाहिँ तपाईले 8500 mAh को ब्याट्री पाउन सक्नुहुन्छ नि त। सो त्यो हेर्दाखेरि चाहिँ यो फोनको ब्याट्री चाहिँ अलिकति कम लाग्छ तपाईलाई, त्यो भएर पनि यसको कम्प्याक्ट साइज भएको हुन सक्छ। अनि तपाईले चाहिँ यसमा 100 वाट को वायर्ड चार्जिङ पाउन सक्नुहुन्छ, बक्समा चार्जर पनि छ। यो फोनमा चाहिँ तपाईले वायरलेस चार्जिङ चाहिँ गर्न सक्नु हुँदैन, वायरलेस चार्जिङ चाहिँ सपोर्ट गर्दैन। तर राम्रो कुरा के छ भने रिभर्स चार्जिङ चाहिँ सपोर्ट गर्छ। सो तपाईले वायरबाट चाहिँ टाइप C to C केबल युज गरेर चाहिँ अरु तपाईहरुको डिभाइसहरु चाहिँ चार्ज गर्न सक्नुहुन्छ। ब्याट्री ब्याकअप भनेको चाहिँ तपाईले मिडियम टु हेभी युजेजमा चाहिँ यसमा आरामले 6 घण्टाको अराउन्डको ब्याट्री ब्याकअप चाहिँ पाउन सक्नुहुन्छ। सो मैले चाहिँ यसमा हेभी युज गर्दाखेरि चाहिँ त्यही हो अराउन्ड 6 आवर्स को चाहिँ स्क्रिन अन टाइम पाएको थिएँ, जसमा मैले PUBG एकदमै धेरै खेलेको थिएँ। PUBG गेमिङको बारेमा कुरा आइहाल्यो, यसको परफर्मेन्सको बारेमा कुरा गरौँ। क्वालकम स्न्यापड्रागन 8 इलाइट को साथमा आउँछ यो फोन। अनि तपाईले चाहिँ यसमा LPDDR5X को र्याम, UFS 4.1 को स्टोरेज, एकदमै फास्ट र्याम र स्टोरेज छ। त्यसमा तपाईले केही पनि चिन्ता गर्नु पर्दैन। चिन्ता कहाँनिर गर्नुपर्छ भने यो फोनमा चाहिँ मैले PUBG खेल्दाखेरि चाहिँ एउटा त्यहाँ इस्यु भेटेको थिएँ। नो डाउट यो फोनले चाहिँ आउट अफ द बक्स 120 FPS मा PUBG मजाले प्ले गर्न सक्छ। अनि तपाईले वाइल बुस्ट अन गर्नुभयो भनेदेखि चाहिँ अझै राम्रो फ्रेम रेट पाउनु पर्ने हो। मैले चाहिँ यसमा एन्टी एलिसिङ भन्ने हुन्छ नि त्यो PUBG मा, त्यो चाहिँ 4 टाइम्स मा राखेर अनि कलरफुलमा राखेर अरु सबै अनेबल गर्दाखेरि चाहिँ यसमा मैले के पाएँ भने केही टाइम चाहिँ 120 FPS मा चल्छ, तर त्यसपछि ड्रप भएर एकचोटी 60 मा क्याप भएर बस्दिन्छ के। सो त्यो चाहिँ मैले पाएको थिएँ। त्यो सेटिङमा राख्दाखेरि चाहिँ एकैछिन 8-10 मिनेट चाहिँ 120 FPS मै चल्छ, स्मुथ चल्छ। 110 देखि 120 को बीचतिर FPS दिइराको हुन्छ भने केही टाइम पछाडी चाहिँ एक्कासी ड्रप भएर 60 मा क्याप भएर बस्दिन्छ। अनि गेम प्ले नै के भयो भने जस्तो लाग्छ कि त्यो गेम खेलिरहेको बेलामा त घुसिरहेको हुन्छ नि त गेम भित्र। त्यो चाहिँ मैले फिल गरिरहेको थिएँ यो फोनमा। अब त्यसलाई चाहिँ सल्भ पनि गर्न मिल्छ। तपाईले चाहिँ त्यो एन्टी एलिसिङलाई चाहिँ अफ गरिदिनु भयो अनि अरु त्यो नर्मल कुराहरु पनि डिसेबल गरेर FPS मात्र एक्सट्रिम प्लस मा राखेर चाहिँ 120 FPS मा खेल्नु भयो भन्दाखेरि चाहिँ फेरि त्यो प्रब्लम चाहिँ छैन यसमा। मेबी यो फोनमा चाहिँ त्यो सफ्टवेयरको बग्स हुन सक्छ, त्यसलाई चाहिँ आरामले सल्भ गर्न सक्ने कुरा हो। बाकी अरु यो फोनमा चाहिँ मैले गेम खेल्दाखेरि केही पनि त्यस्तो मेजर हिटिङ इस्यु पनि देखेको थिएन। अनि अघि मैले भनेको ग्राफिकमा राखेर खेल्दाखेरि चाहिँ मैले 100 FPS भन्दा चाहिँ माथि नै यो फोनमा पाइरहेको थिएँ। कहिलेकाहीँ हट ड्रप गर्दाखेरि चाहिँ 90 सम्म पनि ड्रप हुन्छ, तर त्यहाँ भन्दा बढी चाहिँ ड्रप भएको मैले देखेको थिएन। त्यो गेम खेल्नै गाह्रो हुने, FPS नै नपुगेको जस्तो हुने त्यस्तो चाहिँ यसमा छैन। तर कन्सिस्टेन्ट 120 FPS को प्लेब्याक पनि तपाईलाई चाहिँ दिदैन, फेरि त्यो चाहिँ तपाईले ध्यान दिनु होला। सो अराउन्ड तपाईले 100 FPS देखि 120 FPS को बीचतिरको FPS चाहिँ यो फोनमा पाउन सक्नुहुन्छ। म्याक्सिमम टाइममा
यदि हट ड्रपहरु छैन भन्दाखेरि चाहिँ 115 FPS देखि चाहिँ 120 FPS को बीचतिर चलिरहेको हुन्छ सो एकदमै स्मुथ छ गेम प्ले अरु तपाईले अब Qualcomm Snapdragon 80 Lite मा चाहिँ हेभी भन्दा हेभी गेम्सहरु मजाले यसमा प्ले गर्न सक्नुहुन्छ जेन्सन इम्प्याक्ट अनि एसफाल्ट भयो अरु हेभी गेम्सहरु तपाईले मजाले खेल्न सक्नुहुन्छ कल अफ ड्युटी भयो सो मैले चाहिँ PUBG मात्र यस्तो एक्सट्रिम टेस्ट गर्दाखेरि चाहिँ त्यो पाएको भएर मैले तपाईलाई PUBG को बारेमा चाहिँ भनेको त्यसपछि अर्को राम्रो कुरा चाहिँ यो फोनमा के छ भने तपाईले IP68 को वाटर एन्ड डस्ट रेसिस्टेन्स पनि पाउन सक्नुहुन्छ जुन चाहिँ हामीले नर्मली गेमिङ फोनहरुमा चाहिँ देख्दैनौं सो यो Poco F8 Pro चाहिँ टोटल्ली गेमिङ टार्गेटेड फोन हो गेमिङ को लागि परफर्मेन्स को लागि भन्नु टार्गेटेड नर्मली Poco को फोन त्यस्तै हुन्छ यो पनि त्यस्तै छ अनि तपाईले यसमा IP68 को वाटर एन्ड डस्ट रेसिस्टेन्स पनि पाउन सक्नुहुन्छ त्यो चाहिँ एकदमै राम्रो प्लस पोइन्ट छ त्यसपछि यो फोनको चाहिँ हामी डिस्प्लेको बारेमा कुरा गरौँ 6.59 इन्च को चाहिँ यसमा तपाईले AMOLED डिस्प्ले पाउन सक्नुहुन्छ 120 हर्ट्ज को रिफ्रेश रेट भएको अराउन्ड तपाईले 2000 निट्स को चाहिँ यसमा SBM ब्राइटनेस पाउन सक्नुहुन्छ भने पिक ब्राइटनेस भनेको चाहिँ 3500 निट्स सम्म पनि पुग्दिन्छ सो त्यो चाहिँ एकदमै राम्रो छ यसमा ब्राइटनेसलाई लिएर तपाईले केही पनि कम्प्लेन गर्नु पर्दैन यो फोनमा अब यो डिस्प्ले चाहिँ तपाईले 12 बिट को पाइरहनु भएको छ भने DC डिमिङ देखि लिएर यसमा प्रो HDR HDR10+ डल्बी भिजन सबै सपोर्टेड छ डिस्प्लेको क्वालिटीमा केही पनि इस्यु छैन त्यसपछि हामी यो फोनको चाहिँ क्यामेराको बारेमा कुरा गरौँ 50 मेगापिक्सल को मेन क्यामेराको साथमा आउँछ 50 मेगापिक्सल को टेलिफोटो क्यामेरा पनि छ र अर्को तपाईले 8 मेगापिक्सल को चाहिँ अल्ट्रा वाइड एंगल लेन्स पाउन सक्नुहुन्छ अल्ट्रा वाइड एंगल लेन्सको बारेमा त यो प्राइसमा 8 मेगापिक्सल भनेको त त्यो कुरै नगरे हुन्छ 50 मेगापिक्सल को मेन क्यामेरा र 50 मेगापिक्सल को टेलिफोटो क्यामेराको परफर्मेन्स पनि यो फोनको चाहिँ डिसेन्ट छ भन्छु म एज अ गेमिङ फोन तपाईलाई क्यामेराले पनि त्यस्तो धेरै निराश चाहिँ गर्दैन पोर्ट्रेट फोटोहरु खिच्दाखेरि पनि राम्रै आउँछ यसमा नर्मल फोटोहरु खिच्दाखेरि पनि राम्रै आउँछ लो लाइटको परफर्मेन्स पनि डिसेन्ट छ सो एज अ गेमिङ फोन मैले जज गरिरहेको छु हैन यतिको क्यामेरा भनेको चाहिँ ठिकै हो जस्तो लाग्छ मलाई अरु Poco को फोन हेरिकन हैन अन्डर 1 लाख को जति पनि आउँछ नि Poco को फोन त्यो हेरिकन चाहिँ मलाई यसको क्यामेरा अलिकति चित्त बुझेको छ सो त्यति हो मेरो कम्प्लेन अरु राम्रै छ भिडियो पनि अब यो फोनको चाहिँ सफ्टवेयरको बारेमा कुरा गर्नु पर्दाखेरि सफ्टवेयर पनि ठीक छ HyperOS 3 को साथमा आउँछ Android 16 आउट द बक्स ब्लटवेयरहरु चाहिँ आउँछ यो फोनमा तपाईलाई अनइन्स्टल गर्नुपर्ने हुन्छ हल्का टाइम दिएर सो एकचोटी अनइन्स्टल गरेपछि भइहाल्यो HyperOS मा चाहिँ तपाईले AI फिचर्सहरु पनि पाउन सक्नुहुन्छ जस्तै तपाईले रेकर्डिङ गर्दाखेरि चाहिँ तलपट्टि टेक्स्ट आइदिन्छ हैन सो त्यो एकदमै हेल्पफुल हुन्छ तर नेपाली सपोर्ट चाहिँ त्यति राम्रोसँग गर्दैन इंग्लिशबाट तपाईले बोल्नु भयो भन्दाखेरि चाहिँ तल टेक्स्ट आइदिहाल्छ त्यसैगरी अब HyperOS मा चाहिँ तपाईको Xiaomi को अकाउन्ट लगइन छ भन्दाखेरि चाहिँ तपाईले त्यहाँ AI अपस्केलहरु हैन फोटोको क्वालिटी बढाउने त्यसैगरी पछाडीपट्टि केही तपाईलाई डिस्टर्बेन्स आएको छ भने त्यसलाई हटाउने स्काईहरु चेन्ज गर्ने यस्तो फिचर्सहरु पनि तपाईले AI को पाउन सक्नुहुन्छ यसमा नर्मली हामीले HyperOS मा पहिलादेखि नै देख्दै आएको चाहिँ AI फिचर्सहरु यसमा इम्प्लिमेन्ट हुन्छ त्यसैगरी अब यसमा सफ्टवेयर सपोर्ट भनेको चाहिँ 4+6 इयर्स को छ Poco ले क्लेम गरेको 4 वर्षको मेजर एन्ड्रोइड अपडेट त्यसैगरी 6 वर्षको चाहिँ सेक्युरिटी प्याच अपडेट त्यो पनि डिसेन्ट हो अहिले चाहिँ अब यो कहाँनिर काम लाग्छ भने तपाईले चाहिँ यदि अहिले नयाँ फोन किन्नु भयो अनि तपाईलाई सेकेन्ड ह्यान्ड मार्केटमा चाहिँ फोन पछि बेच्नु पर्यो भन्दाखेरि चाहिँ यो सफ्टवेयर सपोर्टले गर्दाखेरि चाहिँ राम्रो भ्यालु पाउने चान्सेस हुन्छ के सो त्यो चाहिँ जति धेरै दियो त्यति राम्रो हुन्छ अब Samsungहरुले त तपाईलाई 7 वर्ष 6 वर्ष 8 वर्षसम्मको सफ्टवेयर अपडेट दिन थालिसक्यो भने यसमा चाहिँ 4 वर्ष भनेको अलिकति कम हो तर यतिको दिनु भनेको चाहिँ नर्मली हामीले Poco Xiaomi को फोनमा हामीले यस्तै पाउने हो सो ठिकै हो सो मेरो विचारमा चाहिँ अब अन्डर 1 लाख को हिसाबले चाहिँ Poco F8 Pro ले चाहिँ एकदमै राम्रो परफर्मेन्स तपाईलाई डेलिभर गरिरहेको छ Qualcomm Snapdragon 80 Lite को साथमा आउने यो एउटा मात्र फोन हो यो प्राइसमा तपाईले पाउने भनेको सो डेफिनेटली यदि तपाईलाई गेमिङ फोन चाहेको छ भने Poco F8 Pro सँग जान सक्नुहुन्छ यदि तपाईहरुको बजेट चाहिँ हल्का कम छ भन्देखि चाहिँ म तपाईलाई Poco X8 Pro Max पनि रिकमेन्ड गर्छु त्यसमा चाहिँ तपाईले अझै ठूलो ब्याट्री पाउन सक्नुहुन्छ र अलमोस्ट यस्तै खालको परफर्मेन्स त्यसले पनि डेलिभर गर्छ सो यति नै छ मेरो Poco F8 Pro को रिभ्यु तपाईलाई चाहिँ कस्तो लाग्यो मेरो रिभ्यु मलाई तपाईले कमेन्ट सेक्सनमा भन्नु होला यदि तपाईलाई यो भिडियो मन पर्यो भने चाहिँ लाइक गर्नु होला यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला म भेट्ने छु तपाईहरुसँग अर्को भिडियोमा